विषादी होस् निर्धक्क भएर खानुस् नडराइकिन। म यो विषादीहरूलाई न्युट्रलाइज गर्ने तरिका सिकाउँदैछु है। अब तरकारीलाई पखाल्नै पर्छ। यसरी बाटामा तपाईँ पानी लिनुस् अनि 1 चम्चा जति बेकिङ सोडा हाल्नुस् अनि 15 मिनट जति सागहरूलाई यसमा भिजाउन सकिन्छ है त। यसरी साग र तरकारीलाई 15 मिनट बेकिङ सोडामा भिजाएर पखाल्दाखेरि 96% सर्फेस पेस्टिसाइड्सहरू न्युट्रलाइज हुन्छन् है। अनि तपाईलाई थाहा नहोला तरकारी भन्दा बढी अंगुर स्ट्रबेरी जस्ता फलफुलमा पनि सर्फेस पेस्टिसाइडहरू हुन्छन्, विषादीहरू हुन्छन्। त्यसलाई पनि यसरी नै हामीले न्युट्रलाइज गर्न सकिन्छ। 15 मिनट भिजाएर पनि तपाईको मन पर्ने फलफुलहरू खान सक्नुहुन्छ। अनि तपाईसँग 15 मिनट छैन भने त्यसको सर्टकट पनि छ है त। मैले यसरी भिनेगर हाल्नुस्। ल देख्नुभयो, 2 चम्चा भिनेगर हाल्नुस् र मजाले ल हेर्नुभयो। ल देख्नुभयो फिजाको। भिनेगर र बेकिङ सोडा चाहिँ 10 सेकेन्ड मात्रै राख्नु होला। त्यो 15 सेकेन्ड भन्दा बढी माथि राख्नु भने गडबड हुन्छ। हेर्नुस् त फोहोर र किराहरू सबै मारिदिन्छ यसले। अब साग सलाद फलफुल तरकारी खानलाई बहाना चाहिँदैन। निर्धक्क भएर नडराइकिन खानुस्।